पंखा 2 दिनको मजाको हिँडाएपछि भर्खरै बिस्तारै उठिसकेको छौँ र आज चाहिँ हामी एकछिन यहाँ अब खानासाना खाएर आफ्नो घर धरानतर्फ मोड्नेछौँ र यो मेरो लास्ट पार्टको भ्लग रहेको छ। डे 4 हो आज। अब आज चाहिँ टक्क फर्किने हामी। यहाँ बाजेकोमा चाहिँ मैले भैँसी पङ्खा अब 10-11 बजेतिर खानासाना खाएर मजाले आरामले जाने हो गाइज। स्टे ट्युन, भिडियो लास्टसम्म हेरिदिनु होला। अब चाहिँ चिया खाने हामी टक्क टाक्क। यहाँ बाजेले बनाइसक्नु भएको छ रातो चिया, कागती हालेको, यहाँ अर्ग्यानिक कागती घरमै फलेको, यस्तो पेटलाई यस्तो दामी गर्छ। मुन्दुम ट्रेल चाहिँ हजुरहरू पनि एकचोटि चाहिँ जीवनमा आउनै पर्ने ट्रेल जस्तो लाग्यो। हामीले निकै अनुभव प्राप्त गऱ्यौँ। एउटा लभली मेमोरिज सेभ भएको छ हामी दाजुभाइहरूको। एकदमै बब्बाल टुर। यस्तो टुर त फर्स्ट टाइमै गरेको। लङ टुर चाहिँ पहिलो दिन जस्तै 10 घन्टा जस्तो हिँड्यो गाइज। दोस्रो दिन पनि हामी 7 देखि 8 घन्टा हिँड्यौँ। जस रमाइलो भयो। अब जिन्दगीमा यस्तै हो, उतार चढाव भइरहेको छ। कहिले जिन्दगी भनेको नि यही हो। जिन्दगीको यात्रा कहिलेसम्म थाहा छैन, तर हामी चाहिँ यात्रा गर्न कहिले छोड्दिनौँ है गाइज। जुत्ताको घरदेखि मास्तिर वकमा एकछिन हामी चाहिँ निस्केको थियौँ। भोजपुरको चिसो हावा, घाम त लागेको छ, पनि चिसो नै छ। टक्क यहाँ चाहिँ हाम्रो चोक, भैँसी पङ्खा चोक रहेको छ। यहाँ रहेको छ र हाम्रो हजुरबाको घर यहीँ तल छ, एकदमै नजिकै। सजिलो भयो, जेस बाटो भुलिएन। हिजो बेलुका यता चाहिँ भोजपुर मेन बजार जाने बाटो चाहिँ यो हो। हामी जान्छौँ तर यो बाटो आज धरानतर्फ यो बाटो जान्छौँ। अब चाहिँ एकछिन मास्तिर डुलेर आउनु पर्यो। भोजपुरको भैँसी पङ्खा ठाउँदेखि हामी चाहिँ अलिकति माथि, यहाँ खोइ के खोला जस्तो छ भन्दै हुनु त। त्यहाँ यसो हल्का बिहानै फ्रेस पनि हुन्छ र अवलोकन गरेर फेरि घर नै फर्केर एकछिन आराम गरेर खानासाना खाएर धरानतर्फ ब्याक हुने गइरहेको छौँ। आज चाहिँ डे 4 भइसकेको छ। हामी घरदेखि निस्केको। अब भोलि एक दिन रेस्ट गर्ने, पर्सि मङ्गलबारदेखि ड्युटी सर जाने हो गाइज। त्यसपछि अलिक पछि फेरि डुल्ने छिन्। फेरि हाम्रो टुर यात्रा चाहिँ जारी नै रहन्छ है गाइज। यति पनि यहाँ सुइटेबल छ है, एकदम बबाल। हाम्रो बा धरान अङ्कल हजुरको चाहिँ यतै हो होइन? हामी यहाँ हजुरबाकोमा निस्केको, गङ्गे हजुरबा प्रकाश भुजेलको। हजुर तल हजुर नमस्ते हजुर। अब फर्स्ट टाइम आएको, यता चिनिँदैन। जेस रमाइलो रहेछ। हामी चाहिँ माथि मुन्दुम ट्रायल गएर आएको क्या, मयुङसम्म। मौसम छ है भोजपुरको चाहिँ। त्यहाँ टक्क मैले नचिने पनि त्यहाँ बाजेले चाहिँ मलाई चिन्नुभयो, किनभने बाबा र मेरो फेस चाहिँ हल्का 75% सिमिलर भएकोले मलाई चाहिँ चिनिहाल्नुहुन्छ। प्रकाशको छोरा हो तिमी भनिहाल्नुभयो। मैले पनि एकछिन गफ गरेँ। त्यस्तै अब फर्स्ट टाइम आएको पहाड भोजपुर। यो चाहिँ मेरो पुर्खौली बाबाको बाउको गाउँ अरे। म चाहिँ आएको थिइनँ। जस रमाइलो भइरहेछ गाइज। टुर चाहिँ गर्नु छोड्नु हुँदैन। जीवनको यात्रा कहाँ गएर टुङ्गिने हो थाहा छैन, तर हाम्रो यात्रा चाहिँ जहिले पनि सकुन्जेलसम्म जारी रहनेछ। मेरो भिडियो हेरेर सम्पूर्ण देशवासीहरूलाई पनि
लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् र मलाई अगाडि बढाइदिएर र बेल आइकन थिच्नु चाहिँ नभुल्नु होला है गाइज। एनएनएस ब्लगलाई तपाईहरुले जति सक्दो चाँडो अगाडि बढाएर हामी यस्तो रमाइलो दृश्य र ट्रेकको भिडियोहरू लिएर फेरि आउनेछौँ। मौसम छ यहाँ चाहिँ डाँडाकाँडा हावा शीतल खोलाको अब बेग्लै सुनसान आवाज। अब टक्क यहाँ बस्ने हो हामी एकछिन। यस्तो बवाल छ है गाउँको चाहिँ यही मलाई सबैभन्दा विशेषता नै यही लाग्छ। यहाँको हावापानी चाहिँ एकदमै स्वच्छ, यहाँको हावापानी चाहिँ एकदमै स्वस्थ छ र हामी चाहिँ यहाँ माथिसम्म रोड हजुरबाको घरदेखि माथि घुम्दै आएको छौँ। यस्तो बवाल छ है बिहानै त गाडीहरू पनि खासै हिँड्दैन। एकदमै खोलाको आवाज निमग्न रूपमा बगिरहेको आफ्नै तालमा खोलाको आवाज पनि हामी सुन्न सकिरहेको छौँ र चराचुरुङ्गीहरू चिची गर्दै कराइरहेको पनि हामी देख्न सक्छौँ। लेट्स गो रञ्जन आइज। एकदमै आफ्नै ढङ्गमा बगिरहेको छ, कसलाई नै केही असर नगरी यस्तो छ। खुला नाला अग्नि भारी हिउँनै झरी अरू फुलै टिपिराखे पहिले केमा भारी बैसेमा फुल मायाको मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो जौवन हामीलाई। सम्झिदेऊ सुम्पिदेऊ यो जौवन हामीलाई। यहाँ चाहिँ माछा पनि पाउँछ भनेर भन्दै हुन्थ्यो हजुरबाले। एकदमै निमग्न रूपमा बगिरहेको यो खोला। यस्तो छ भोजपुरको खोला। बब्बाल भइरहेछ है टुर चाहिँ। यस्तो यहाँ माथि चाहिँ पानी बगेर आइरहेको छ। यहाँ माथिदेखि देख्न सक्नुहुन्छ हजुरहरूले। चिसो ठाउँ यस्तो दामी छ। यहाँ चाहिँ गङ्गेटाहरू पनि पाउँछ है गाइस। गङ्गेटा माछाहरू यहाँ यस्तो छ। अब माथिसम्म चाहिँ कहाँ पुग्छ थाहा छैन। म चाहिँ यहीँसम्म जाने हो। खोला नाला सुसाइदिन्छन् तिम्रै सरगमहरूमा। खोला नाला सुसाइदिन्छन् तिम्रै सरगमहरूमा। सदनी रतमा सम्झे बसे यो जीवन मै औला बादल भई यो रमाइलो गाईमा। यो रमाइलो गाईमा अगनी भरी हुनै झरे अरू खानासाना पनि रेडी भइसकेको छ। खाना खाने अनि हामी चाहिँ घरतर्फ फर्किनेछौँ। अब खाना खाएर खाना कार्यक्रम बोजूहरूले एकदमै मेहनत गरेर हाम्रो लागि बनाइदिनु भयो। धन्यवाद भन्न चाहन्छु हजुरबा बोजू काकी सबैलाई। खानामा चाहिँ आज बङ्गुरको मासु लोकल एकदमै टेस्टी। यहाँ हाम्रो दिदी जापानिज दिदीले खाँदै हुनुहुन्छ। यहाँ भाइ छ। यहाँ हाम्रो ह्यान्डसम दाइ मिस्टर दुबी अरे होइन।
के हो धरान दुःख बितेको अब मैले खाना यसो ग्रहण गर्नु पऱ्यो गाइज हजुरहरूले गर्नुभएको भएन मान्छे अब खाना खानु मन लाग्दैन अब के मुकबाङ पनि हो यो खै अनुहार खाइयो गाइज हजुरहरूले खानुभएको भएन हामीले चाहिँ खानु थाल्यो बोल्नुदेखि अनुहार टेस्टी लोकल सुँगुर रहेछ दामी अर्कै टेस्ट आयो फाल्टै धरानको भन्दा बब्बाल छ गाइज चिसो खुवाउँको हो नि त त्यही भएर पनि होला ठक्क धरान लाने कोसेली यो इस्कुस टिप्दैछु ओभर घोद्दो रहेछ अरे गाइज आमाका घरको इस्कुस गाह्रो भयो किवी पनि फलिरहेको छ है गाइज यहाँ ओकालो छ बस्नेलाई त गाह्रो पो हुँदो रहेछ यहाँ र पनि टिपिरहेको छु है भैँसी पङ्खा छोडेर अब धरानतर्फ लाग्दैछु अब चाहिँ जाने अहिले 10-11 बज्न आँटेको छ अब कति बजे पुगिन्छ कोसेली सोसेली सब रेडी भइसकेको छ यहाँबाट इस्कुस फर्सीहरू हजुरबाकोबाट अब चाहिँ धरानमा डाइरेक्ट हामी धरानमा भेट्नेछ आइसकेको छ र यो बाजेको घर भैँसी पङ्खा पनि हामीले लिफ्ट गरिसकेको छौँ अब चाहिँ डाइरेक्ट बाटोमा के कस्तो दृश्य हुन्छ हल्का खिच्ने अनि धरानमा लास्टमा मिटअप गर्नुपर्छ ल गाइज बाई बाई गाइज बाई बाई भयो खोइ ल हाम्रो गाडी पनि फाइनली आइसकेको छ अब चाहिँ गाडीमा लेट्स गो गाडी मुभ भइसकेको छ यस्तो छ गाडी दृश्य मजा रमाइलो भइरहेछ दाइको मोबाइल चाहिँ मैले पाएँ ओपरी स्मुथ पो हुँदो रहेछ दाइ दाइ राम्रो छ के भन्नुभयो दाइ के पो अरे बिटी दाइ चाहिँ यहाँ हुनुहुन्छ बिटी अरुण खोला पनि तरियो गाइज अब चाहिँ लेकवा आइपुगिन्छ त्यसपछि लेकवादेखि सिधै उकालो पाखरी बासमा छिरेर ठक्क खाजा ग्रहण गर्ने थुक्पा चाउचाउ त्यसरी ग्रेभीवाला हाम्रो उहाँ हुनुहुन्छ इन्टरभ्यूको ग्रुपहरू टिचरले के खाँदै हुन्छ कता हो ह्यान्डसम दाइलाई देख्नै गाह्रो भयो त हौ अपोइन्टमेन्ट लिएर आउनुपर्ने हो लाग्यो अब खाजा साजा लियो अनि टक्क खाजा साजा टक्क लियो ग्रहण गरियो शिष्ट भाषामा अनि अब चाहिँ हामी पाखरी बासलाई छोडेर अब हिलेतर्फ जाँदैछौँ हिलेदेखि सिधै मुनि अब 2 घन्टामा पुग्छौँ होला जस घर नदेखेको पनि 3-4 दिन भयो जस रमाइलो भइरहेछ गर्न यही त छिटो म्युजिक बादल छुनालाई म बसेको रेलै गुड्यो कान्छी बसिङ एक्लै रुनालाई बारे मेलैमा गएको कान्छीसँग भेट भएको खोलाको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम खाएको म बसेको रेलै गुड्यो कान्छी बसी एक्लै रुनालाई
एक्लै गुड्यो कान्छी बसिन् एक्लै रुनाला दिन्छन् तिम्रै सरगमहरूमा सदनी रथमा सम्झै बस्दै जीवन रमाइलो गाउँमा त्यो रमाइलो गाउँमा अरू फुल है टिपिराखे है एकैमा भारी बैसैमा फुले मायाको मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई सम्झिदेऊ सुम्पिदेऊ अब 1 घन्टा जस्तो लाग्छ होला धरान पुग्नु त्यहाँ हाम्रो दाइ चाहिँ अलिक एकदम गुस्सा टाइपको होइन गुस्सा माथि चाहिँ ओभर भयो है रुद्रबारीमा झन्डै फाल्टुमा हामीलाई प्रवेश भेडेटार आइसकेको छौँ भेडेटारमा यहाँ दाइले कस्तो हस्टाउनु भयो भेडेटारमा पनि धेरै भाइले क्या अघि माथि पनि क्रिकेट प्लेयरमा उभिरहेको होइन त्यहाँ पनि क्रिकेट प्लेयर जाँदो रहेछ क्या अनि कपाल पालेर मात्रै केटी चिसो धरानको गर्मी भेटारमा अहिले खोइ कुन एउटा होटल राम्रो छ अरे त होइन होटल के हो घाँस बास छ अरे घाँस चाहिँ खाँदैछु तपाईँले घाँस बास हो घाँस बास हो घाँस बास बबाल छ है भेटारमा चाहिँ हल्का पर्यटकहरूको एकदमै भिडभाड हुने यो चाहिँ पूर्वको राम्रो ठाउँ हो भेडेटारको जाडो कस्तो बवाल छ अब यहाँ कामना यहाँ सिमन भाइको यही क्याफेमा गर्छ सिमन तर धरानमा छ भेडेटार दामी जग्गा भयो जस्तो त अब चाहिँ हामी भेडेटार पनि लिफ्ट गरेर धरानतर्फ जाँदैछौँ
सिकाइदेऊ पिराती पिराती आज भोलि मन पर्छ भात भाती मायाको रहर रहर घुमाइदिउला काठमाडौँ सहर खा नाकमा थोपिना नाकमा थोपिना our city beautiful city town एकदमै बबाल टुर भयो यो टुर चाहिँ मलाई लाइफ टाइम एक्सपिरियन्स लाग्यो है गाइज यस्तो मेमोरी टुर चाहिँ कहिले हुँदैन जीवनको यात्रा कहाँ गएर टुङ्गिन्छ थाहा छैन तर हाम्रो यात्रा जहिले पनि रहिरहोस् भन्न चाहन्छु हजुर हाम्रो सम्बन्ध चाहिँ कहिले नटुटोस् मरेर लानु केही नै छैन र पनि हामी चाहिँ यसो टुर चाहिँ हानिराख्छौँ किनभने जिन्दगी भनेको नि यही हो कहिले दुःख कहिले सुख दुःख सुखमा बाँच्नु नै हाम्रो जिन्दगी हो र अब चाहिँ हामी घरतर्फ जानेछौँ घरमा गएर मेरो भ्लगको पनि एन्डिङ हुन्छ है गाइज सफारीमा जाँदैछौँ है कस्तो भयो टुर समग्रमा भन् त भाइ एकदम राम्रो एकदम नेचुरल फिल भयो जति नेचुरल फिल गर्नुपर्ने सबै फिल गर्यो एकदम मन जति भार बोकेर गएको थियौँ सबै हल्का भयो एकदम राम्रो ठाउँ छ गाइज एकचोटि पक्कै पनि भिजिट गर्नुपर्ने हुन्छ धरानकोले चाहिँ एकदमै भिजिट गर्नुपर्ने हुन्छ यङ्स्टरको पा होला ए अहिले हो त हाम्रो धरानको यङ्स्टरहरूले चाहिँ एकदमै भिजिट गर्नुपर्ने ठाउँ त्यो चाहिँ होइन जति त्यो यहाँनिर के खान्छ त्योभन्दा बरु त्यहाँ गएर नेचरमा फिल गर्नु एकदमै बेस्ट हुन्छ रिल्याक्सेबल एकदम राम्रो ठाउँ छ एफोर्डेबल ठाउँ छ यो चाहिँ हाम्रो धरानको सान भन्दा रङ लाइनबाट गाडी आइरहेको त्यति ठुलो गाडीहरूले गर्दाखेरि त जाम हुने जहिले त्यही त वान वेले गर्दाखेरि चाहिँ हाम्रो लुगा लाइन सिउने म चाहिँ भर्खरै घर आइपुगेँ यो टुर चाहिँ एकदमै बवाल भयो जस्ट धेरै कुराहरू सिक्यो यो टुरबाट चाहिँ हजुरहरू पनि जाँदै मुन्डुम ट्रायल यदि जाँदै हुनुहुन्छ भने चाहिँ प्रिपेयर चाहिँ मजाले गर्नुपर्ने हुन्छ हजुरहरूले किनभने माथि बत्तीहरू पुगेको छैन अलिक मयुङसम्म बत्ती अलिक पुगेको छैन त्यो मुनि होमस्टेसम्म चाहिँ राम्रै छ गोटेसिङ होमस्टे अनि सोलरको भरमै चार्ज गर्नुपर्ने छ तर मयुङसम्म चाहिँ खास चाहिँ सोलर मजाले काम गर्दैन जस्ट लाइटको लागि चाहिँ ठिकै हुन्छ त्यहाँ चाहिँ मुन्डुम ट्रायललाई चाहिँ नेचुरल बनाउने भनेर त्यस्तो गरेको त्यो पनि एकदम राम्रो तर तपाईँहरू जाँदा चाहिँ एकदमै प्रिपेयर भएर जानुभयो भने चाहिँ बबालै हुन्छ है पावर ब्याङ्कहरू धेरै लानु होइन चार्ज टिक्ने मोबाइल बोक्नु भ्यू त यस्तो बबाल थियो लाइफ टाइम एक्सपिरियन्स हुने गरी हामीले जस्ट यो वर्ष चाहिँ मयुङ मुन्डुम ट्रायललाई सँगै लिएर हिँडेको थियौँ मुन्डुम ट्रायल चाहिँ एकदमै हाम्रो सफल भयो र हामी मयुङसम्म पुग्यौँ ल मेरो भ्लगको पनि अन्त्य भएको छ भिडियो हेरेर लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई।